माथि नै देखाएर माथि देखाएर हुन्छ कि हुन्न यतिले त अब पिठो बनाएको छ पिठोको भित्र माथि भित्र अब समीरको बिहेमा बेहुली लिनको लागि दुला रेडी भएर जाँदैछन् दुलाको भाइले छातो बढाइरहेको अवस्था छ। त्यो चाहिँ दुलाको घरबाट अब हामी दुलैको घरतिर जन्ती जाँदैछौँ है। यो चाहिँ अब जन्ती जानुभन्दा अगाडि अलिकति तयारी हुँदैछ। अझै दुला ननिस्किएको अब अवस्था हो। यो दुला निस्कँदैछन् होइन, भित्रै छन् घरभित्रै। अब त्योभन्दा अगाडि चाहिँ दुलाको घरको आँगन मिस्त्री छन् मान्छे बाजा भयो ती बाजा भयो नाच्दै रमाउँदैछ है त। अब चाहिँ जन्ती हिँड्यो है। अब बैशाखहरू यो सयपत्रहरू यो कलर्सहरू चाहिँ तत्तर लगाएर दुला चाहिँ हिरो कालो चस्मा लगाएर अगाडि बढ्दैछन् मजाले होइन। यसरी हामी चाहिँ अब जन्ती भएर अब अगाडि बढ्दैछौँ है त, जाँदैछौँ हामी दुलैको घरतिर। दुलालाई छेकेको
पछाडि गयो भने हुन्छ कि यहाँनिर चाहिँ जन्तीको लागि 3वटा डिलक्स गाडीहरू रेडी छन्। हामी यी गाडीहरूमा बसेर जान्छौँ। घोराइ जाने हो हामी तुलसीपुरबाट। बाटोको बिच बाटोमा पनि मैले अलिक भिडियो राखेँ। अगाडि धेरै गाडीहरू गइसकेका छन्। हामी 3वटा डिलक्समा छौँ र यहाँनिर आएर एकछिन हामी गयौँ। अब नजिकै आइसक्यो नि त होइन, दुलैको घर नजिकै आइसक्यो। अब यहाँनिर चाहिँ गाडीहरू रोकेर यहाँनिर झरेर यहाँनिरबाट चाहिँ नाच्दै अब अलिकति हिँड्दै जानुपर्छ भन्ने कुरा हो। त्यस कारण चाहिँ अब नजिकै छ दुलैको घर चाहिँ होइन, नजिकै छ। हामी झऱ्यौँ यहाँबाट। अब अगाडिबाट हामी झरेर चाहिने चट्ट गाडी सबैजना झरेर अगाडि बढ्दैछौँ। यहाँबाट अगाडि नजिकै बढ्दैछ है त। अहिले चाहिँ दिउँसोको लगभग 12:25 गइरहेछ। अगाडि बढ्दैछौँ हामी। चट्ट अगाडि बाजा बजिरहेछ। र गाडीबाट झरिसकेपछि एकछिन यहाँनिर बाजा गाजामा होइन नाच्दै जाने अगाडि यहाँनिर शीतल पनि रहेछ। अत्यन्तै गर्मी छ कि यो बेला चाहिँ। एकछिन नजिकै छ दुलैको घर, अलि उता अगाडि छ। त्यहाँनिर देखाएको छैन। अब त्यहाँसम्म हामी हिँड्दै जाने हो। यहाँनिर अलिकति एकछिन चाहिँ जन्ती मजाले शीतल खाँदै बसिँदै गरेको अवस्था छ। ल अब लाइन वाइज हामीले वैशाखलाई कलर सयपटो के हुन्छ यो विधि अनुसार होइन। अब मलाई त थाहा होइन। विधि अनुसार नानीहरू खुसी भएको छ। जो चाहिँ हजुर भाउले लिने भनेर ल उतो गर्ने दुलैको भयो है। त्यो ट्याक्कै देख्नु आइपुग्यो। अब चाहिँ यहाँबाट ठुला गाडीबाट गएको बुझ्ने काम अगाडि बढ्छ। म सबै क्लिपहरू त भिडियो बनाउन भ्याउँदैन होला। आफू पनि अब कता गइन्छ। अब उहाँहरूले दुला पुल्दै झार्दै हुनुहुन्छ। अब दुलालाई चाहिँ चट्ट स्वागत गर्दै हुनुहुन्छ। देख्न सक्नु भएको छ होइन मजाले। ल समातेर निकाले हुन्छ हो। ल अब देऊ नानी देऊ। लगाउनु चस्मा लगाउनु। चस्मा लगाउनु ल हेर यता र पानी पऱ्यो कि भाइको ठुलो पानी पऱ्यो। तितर बनाए मान्छेहरूलाई सबलाई होइन हेर्नु कस्तो बेहाल बनाएको छ चाहिँ होइन। गर्मी चाहिँ अत्यन्तै थियो। अनि पानी पनि झन्झट पर्ने। कतिपयले राम्रोसँग खानु पनि पाउनु भएन। खाना खाँदै कतिपय भिज्दै खानु हुन्छ। कतिपय जन्तीहरू हामीले चाहिँ अलि अगाडिको लटमा खाइसक्यो। यस्तो घना पानी पऱ्यो, एकदमै हेर्नु जानु पऱ्यो। त्यस कारण चाहिँ अलिकति चाहिँ यो असजिलो चाहिँ भयो है हामीलाई चाहिँ। पानी ठुलो पऱ्यो अब नानी त्यसपछि लाभा र नाङ्गो तयार गर्ने भाइ पनि अब लाभा र नाङ्गो चाहियो। लाभा नाङ्गो भनेपछि हो नि पनि आफू गरेको उनीहरूले यो काम गर्न भने दुनियाँ
माला मिलेन के माला बिस्तारै बिस्तारै गरे हुन्छ त रातको 10 बजिसक्यो रातिको 10 बज्यो अहिले चाहिँ होइन अब हामी फर्किने गाडी रेडी छ अब हामी बेहुली लगेर जन्ती अब हामी फर्किँदैछौँ फर्किएर उहाँ घरसम्मको होइन बेहुलीलाई गिरा परिवेशसम्मको हामीले भिडियो राख्छौँ ल आइसक्यौँ घर पनि अब गाडीबाट कारबाट दुला दुलाई अब घरमा गऱ्यो ल अब घरभित्र परिवेश गर्दैछौँ पुरा भिडियो चाहिँ हेर्नु है त भित्र हो त्यहाँ माथि पुग्न सक्नुहुन्छ त हो त्यो गरे नि भयो हामीले हात छोड्नु साथ त्यतिकै हात राख्नु चाहिँ त्यतिकै हात राख्नु ल भयो भित्र बस्नु पाइन्छ माथि नै देखाएर हुन्छ कि यतिले त अब हुन्छ अब नभए भोलि पर्सि दिन्छौँ पछि हुन्छ अब हुँदैछ आउँथेँ म बाहिर आउँछु म जान्न साडी खाना